घरबाट विदेश पठाएका छोराहरू फर्केर कहिले पनि आउन सकेनन् के 2-3 वर्षै भइसक्यो हैन। घरबाट मेरो छोरो कहाँ छ, कसो छ, के खायो कुन्नी, के लायो कुन्नी भन्ने कुरा अत्तो पत्तो छैन के। छोराहरू रसियाको जेलमा बाँधिएर बसेका छन्। हो आज सबैजनाले जस्टिस फर दिनेश नायक, सुजन सुवेदी, प्रतीक पुन, कता कता मैले कतिवटा नामहरू सुनेको छु, धेरैवटा स्टुडेन्टहरू, विद्यार्थीहरू। यो जस्टिसको लागि खासमा हैन यसरी बोल्नु पर्ने थिएन के। जसले यो काम यतिकै सजिलो गर्न सक्छ नि त्यो मान्छेहरूलाई ध्यान छैन के। हामी जनताहरू बोल्नु परिरहेछ, मामुली जनताहरू। किनभने उहाँहरू त बिजी छ नि त माइकमा फुक्नलाई। चुनाव आउँदैछ, भोट हामीलाई चाहियो, भोट हामीलाई नै दिनु होला भन्दै माइकिङ गर्दै 1000, 2000, 15,000 मान्छेहरू बटुलेर बसेका छन्। त्यो कुरामा बिजी छन् नि त। घर घरमा छिरेर भोट त मागे हैन, तर त्यो घरमा बसिरहेका आमा बुवाहरूलाई के चाहिन्छ भन्ने कुरा कहिले पनि सोध्न भ्याएनन् के। मेरो छोरा फर्केर आएको छैन विदेशबाट, मेरो छोरीले खोइ न्याय पाएको, मेरो बच्चालाई यसरी मार्यो, मेरो भर्खरको सानो स्कुल पढ्दै गरेको बच्चा खोइ कहाँ पुग्यो, कहाँ हरायो भन्दै आमा बुवा रुँदै खोजिरहेको हुन्छ। त्यस्तो त्यस्तो कुराहरू निस्किन्छ के भोट माग्न गयो भने। तर सिधै के छ, हामीलाई भोट चाहियो, हामीलाई जिताउनुहोस्। मन कहिले जित्ने हो, जनताको मन कहिले जित्ने। अड्केर बसेका छन् त हो विदेशमा थुप्रै विद्यार्थीहरू। यार साला के गल्ती चाहिँ थियो यार, बिचरा जेलमा थुनेर बस्नुपर्ने। त्यस्तो देशको सुरक्षा गर्दा गर्दै म घर परिवारलाई खुसी राख्छु भन्दा पनि सकिएन। आज बाहिर विदेशमा चाहिँ सुरक्षा गर्छु भनेर अलिकति बढी पैसा कमाइ हुन्छ कि भनेर गएका त उनी नेपाली जनता। त्यस्तो कुरामा अल्झेर बसेर आज जेलभित्र थुनिएका छन्। त्यो कुरामा ध्यान नदिने नेपाल सरकारले। यहाँ हिजोको दिनमा हामीले धेरै दुःखहरू काट्यौँ। आज मेरो छोराछोरी छन् भनेर कुरिरहेका आमा बुवाले, मेरो छोरो परदेश गएर कमाएर आउँछ भनेर कुरिरहेको घरमा आमा बुवाले आज आफै छोरा कहाँ भनेर खोज्दै हिँड्नु परेछ कि। यो जस्टिस भन्ने वर्ड छ नि, अगाडिको मात्र चल्यो, पछाडिको नाम जुन हुन्छ नि त्यो चेन्ज भइरह्यो कि। एउटाले पाएन, अर्को आयो, अर्कोले पाएन, अर्को आयो, यतिकै भइरहने हो। रहर हुन्छ कि यार, छोराछोरीलाई पनि आमा बुवालाई अलिकति राम्रोसँग खुसीसँग राखौँ भन्ने कुरो कसरी हुन्छ यार। एउटा केटा मान्छेले त गर्न खोज्छ नि त यार, जिम्मेवारी आइसकेका हुन्छ, थप्या हुन्छ। आमा बुवा बुढाबुढी भइसकेका हुन्छन्, सबैको आमा बुवा हट्टाकट्टा हुँदैनन् कि। कोही कोही रोगी हुन्छन् कि, के गरेर देखाउँछ यार भनेर त गयो होला नि विदेश। राम्रै हुन्छ कि भनेर गएका त हुन् नि। 2-3 वर्ष भइसक्यो यसरी थुनेर राखेको। आमा बुवाले कल गर्दा उठाउन दिएको छैन। भिडियो कलमा यसरी हेरेर चित्त बुझाइन्थ्यो होला कि। आज धेरै नेपाली आमा बुवाहरू आफ्नो छोराछोरी विदेश परदेशमा छन् भने यही भिडियो कल हेरेर चाहिँ अलिकति भयो नि मन चित्त त बुझाउँछन् नि, हेर्न पाछ भनेर। त्यो पनि पाएनन् के। बाहिर विदेशमा त्यसरी थुनेर राखेको छ, किन ध्यान नदिएको नेपाल सरकारले? जबकि यो काम मजाले गर्न सक्छ कि नेपाल सरकारले, सक्छ मजाले, किन ध्यान नदिएको के। ध्यान कता छ अहिले त? भोट हाल्नेतिर छ नि त। भने नि हरेक चाडपर्वमा हुन्छ नि छोराछोरीलाई आफ्नो आमा बुवाको हातबाट टिका लाउँ भन्ने हुन्छ कि। आमा बुवालाई पनि त हुन्छ होला नि त यार मनमा, मेरो छोरो मेरै नजिक होस्, मेरो छोराले जे सोचे त्यो सबै पुरा होस् भन्ने एउटा आमा बुवाको पनि हुन्छ कि। एउटी आमाले आफ्नो सन्तानले दुःख पाएको कहिले पनि देख्न सक्दैनन् कि। बिचरा बाउ आमाले पढाइ लेखा छैनन्, मेरो छोरालाई के गरी राखेको नि विदेशमा किन यसरी बन्दी बनाएर राखेको थाहा छैन नि त यार। बाउ आमाले पढाइ छैनन्, अनि मिडियामा आएर उहाँहरू यो रिहा गरिदिनु पर्यो, मेरो छोरालाई देश फर्काइदिनु पर्यो भन्दाखेरि सबैजनाले कान थुनेर बसे होइन। देशमा त राम्रो नभएको कारण अरूको देशमा त गए, दुःख गरे होइन, तर अरूको देशमा पनि त्यस्तो हुँदाखेरि आफ्नो देशबाट केही पनि गर्न सकेन।